यस कार्यक्रमका साथमा रिज सिमेन्ट, युनाइटेड इन्सुरेन्स कम्पनी लिमिटेड, ग्लोबल आइएमए बैंक, सबैका लागि बैंक। नमस्कार, कार्यक्रममा यहाँलाई स्वागत छ। 7% आर्थिक वृद्धि दरको लक्ष्य सहित आर्थिक वर्ष 70-71 को लागि सरकार 510 अर्ब रुपियाँ बराबरको बजेटको तयारीमा जुटेको छ। यस्तै राष्ट्रिय योजना आयोगले पूर्वाधार विकास र कृषि विकासका प्राथमिकतामा राखी आगामी 3 वर्ष विकास योजना सार्वजनिक गर्ने भएको छ। उता युरो क्षेत्रले आगामी 7 वर्षका लागि 9 खर्ब 60 अर्ब युरो बराबरको बजेटको ठूलो हिस्सा युवा स्वरोजगारीमा खर्च गर्ने जनाएको छ। आजको कार्यक्रममा हामी डलर थप मजबुत बन्दै गैर आवासीय नेपालीहरूको क्षेत्रीय सम्मेलन, खानेपानीमा पहुँचपछि बचत भएको समय आयमूलक कार्यमा, एनआईसी एसिया बैंक सञ्चालनमा लगायतका अन्य आर्थिक गतिविधिहरू लिएर प्रस्तुत भएका छौँ। पकेट मनी न त हराउने डर, न त सधैँ ड्याडी मम्मीसँग मागिरहनु पर्ने झन्झट। सुरक्षा र 24 घण्टा सुविधा साँच्चै सजिलो भएको छ। नेपालमै पहिलो पटक चिप बेस्ड EMV कम्प्लायन्ट कार्ड। यो भ्याइ नभ्याइमा ब्याङ्कमा लाइन बसिरहनु पनि परेन, पैसा छिक्न एटी पनि जानु पर्ने। त्यसैले हिमालयन ब्याङ्क डेबिट एन्ड क्रेडिट कार्ड, सिक्योर एन्ड रिलायबल। हिमालयन ब्याङ्क लिमिटेड, द पावर टु लिड। रिज सिमेन्ट, सलिड सिमेन्टले बन्छ सलिड घर। के तपाईले नेपाल इन्भेस्टमेन्ट ब्याङ्कमा भएको आफ्नो खाताको थप विवरण सम्बन्धी KYC फारम भर्नुभयो? छैन भने तुरुन्तै नेपाल इन्भेस्टमेन्ट ब्याङ्कको नजिकको शाखामा यथाशीघ्र सम्पर्क गर्नुभए एकदमै सरल र सहज तरिकाले अध्यावधिक गर्नुहुन अनुरोध छ। सम्पर्क 424-2530, 424-2530, एक्सटेन्सन 281, 285 अथवा 290। नेपाल इन्भेस्टमेन्ट ब्याङ्क, truly a Nepali bank. यो हो पेप्सी 2020। अब प्रत्येक बोतल पेप्सी को रातो घेरा भएको बिर्को भित्रको युनिक कोड 772 मा SMS गरी हरेक दिन जित्नुहोस् 1 लाख, साथै बम्परमा जित्नुहोस् 30 लाख, र जुसमा 20 लाख, जितौँ लाखौं लाख। विश्वास हो यो केही गरेर देखाउनेहरूको। प्रयोग हो यो सजिलो र सर्वोत्कृष्ट प्रविधिको। Civil Bank, one bank, 28 million aspirations. Thinking forward, moving forward. अन्तर्राष्ट्रिय बजारमा अन्य मुद्राको तुलनामा अमेरिकी डलर बलियो भएको छ। विशेष गरी अमेरिकी डलर भारतीय रुपियाँको तुलनामा मजबुत बनेपछि डलरको तुलनामा नेपाली रुपियाँ थप अवमूल्यन बन्दै गएको छ, जसबाट 1 अमेरिकी डलर हालसम्मकै उच्च 97 नेपाली रुपियाँमा कारोबार भएको छ। अमेरिकी डलर मजबुत हुँदा हामीलाई पर्यटन व्यवसायबाट आम्दानी, वैदेशिक सहायता, ब्याङ्किङ प्रणालीबाट रेमिटेन्सको आप्रवाह लगायतमा वृद्धि भई फाइदा हुन्छ। यस्तै हाम्रो स्थानीय उत्पादन, गलैँचा, हस्तकलाका सामग्री, पश्मिना लगायतको बिक्रीले डलर आर्जन सन्तोषजनक रहन्छ। तर पेट्रोलियम पदार्थको आयात, इलेक्ट्रोनिक सामग्री लगायत आयात गर्दा महँगो हुन जान्छ, जसले गर्दा स्वाभाविक रूपमा मूल्यवृद्धि हुने देखिन्छ। सन् 2008 को विश्व आर्थिक मन्दीपछि अन्य मुलुकको तुलनामा अमेरिकाको अर्थतन्त्रमा सुधार हुँदै गएको छ। यता अमेरिकाको फेडरल रिजर्भले डलरको आपूर्ति सहज रूपमा गर्न छाडेपछि डलरको माग बढेर डलर मजबुत बन्दै गएको हो। यता भारतले पेट्रोलियम पदार्थ र ठूलो मात्रामा सुन आयातका कारण त्यहाँ डलरको माग बढ्न गयो। भारतमा पेट्रोलियम पदार्थको आयात बढ्दै गएपछि पेट्रोलको मूल्य बढाइएको छ भने सुनको आयात गर्दा भन्सार बढाउने तयारी भएको छ। हाम्रो अर्थतन्त्र आयातमुखी भएकाले डलरसँगको नेपाली रुपियाँ अवमूल्यनलाई रोक्न हामीले खासै सक्दैनौं, तर भारतसँगको स्थिर विनिमय दरलाई पुनरावलोकनले हाम्रो मुद्रालाई केही राहत दिन सकिन्छ। दुई वाणिज्य बैंक एनआईसी बैंक र बैंक अफ एसिया मर्ज भई एनआईसी एसिया बैंकको रूपमा सञ्चालनमा आएको छ। वाणिज्य बैंकहरू मर्ज भई सञ्चालनमा आएको यो पहिलो वाणिज्य बैंक हो। प्रस्तुत छ एक सामग्री।
नेपाल इन्डस्ट्रियल एन्ड कमर्सियल एनआईसी बैंक र बैंक अफ एसिया नेपाल एक आपसमा गाभिएर एनआईसी एसिया बैंकको रूपमा सञ्चालनमा आएको छ। यसरी वाणिज्य बैंकहरू एक आपसमा मर्ज भएको यो पहिलो पटक हो। मर्जपछि बैंकको चुक्ता पुँजी 2 अर्ब 31 करोड रुपैयाँ रहेको छ। साथै चालु आर्थिक वर्षको अषाढ मसान्तको समायोजित प्रकाशित वार्तालापमा बैंकको चुक्ता पुँजी 5 अर्ब रुपैयाँ पुग्ने बताइएको छ। यसै चालु आर्थिक वर्षको 11 महिनासम्ममा बैंकको सञ्चालन मुनाफा 1 अर्ब 40 करोड रुपैयाँ रहेको छ। समीक्षा अवधिमा बैंकको निक्षेप संकलन 40 अर्ब रुपैयाँ र कर्जा प्रवाह 33 अर्ब रुपैयाँ रहेको छ। मर्जर केको लागि चाहिँ होइन भने राष्ट्र बैंकको नीति हो, त्यसकारण चाहिँ गरिदिनु भन्नको लागि चाहिँ होइन। यो तपाईहरुले मर्जर राष्ट्र बैंकको नीति हुँदै होइन। बैंकको व्यवसायीहरूको खास गरी पुँजी हाल्नेहरूको हित संरक्षण गर्ने र उहाँहरूले कम लागतमा कस्ट इफेक्टिभमा सर्भिस दिन सक्नुहोस् भन्ने उद्देश्यको लागि हो। त्यसैले यो राष्ट्र बैंकको एजेन्डा होइन, तपाईँको एजेन्डा हो। त्यसलाई फेसिलिटेट राष्ट्र बैंकले गरिदिएको हो। नेपालको एउटा ऐतिहासिक मर्जर हो। नेपालमा सबभन्दा पहिलाचोटि 2टा ठुला वाणिज्य बैंकहरूको कमर्सियल बैंकहरूको मर्ज अहिले नेपालमा सबभन्दा पहिलोचोटि हुँदैछ। यसमा यसको सक्सेस मा एउटा त राष्ट्र बैंकले पनि सूक्ष्म रूपमा हेरिरहेको अवस्था छ। त्यो मात्र होइन, अरू बैंकिङ इन्डस्ट्रीका प्लेयर्सहरूले पनि यसमा चाहिँ नि अति नै ध्यान दिएर हेरिरहेको अवस्था छ र जनरल पब्लिकमा कस्टमर्सहरूमा पनि यो कसो हुन्छ के हुन्छ भन्ने उत्सुकता धेरै छ र हामी चाहिँ नि यसलाई चाहिँ सक्सेस नै यसलाई सफल नै बनाउँछौं। एनआईसी बैंकको 36 शाखा र बैंक अफ एसियाको 29 शाखा गरी हाल संयुक्त रूपमा 65 वटा शाखाहरू रहेका छन्, जसमध्ये एक स्थानमा रहेका 13 शाखाहरूलाई बैंकले समायोजन गर्ने भएको छ, जसबाट यस एनआईसी एसियाको केन्द्रीय कार्यालय सहित शाखा संख्या 53 पुग्ने र आगामी आर्थिक वर्षमा थप शाखाहरू विस्तार गर्ने जनाइएको छ। यस्तै बैंकको 57 स्थानमा एटीएम काउन्टरहरू रहेका छन्। बैंकले हाल मानव संसाधन तथा संस्थागत सुशासनमा थप जोड दिएको बताएको छ। साथै बैंकले तल्लोदेखि माथिल्लो तहका सम्पूर्ण कर्मचारीहरूलाई थप व्यवस्थित गर्दै बैंकको व्यवसाय विस्तारको रणनीतिहरू तय गर्ने भएको छ। ग्राहकसँग प्रत्यक्ष सम्पर्क गर्ने बेलामा मुख्य भूमिका भनेको कर्मचारीकै हुन्छ। यही क्रममा हामीले सबभन्दा पहिला एउटा के निर्णय गर्यौं भने हामी मर्ज पछि पनि कुनै पनि कर्मचारीलाई बैंक छोड्नु पर्ने अवस्था आउन दिदैनौं। हामी ट्रेनिङहरू पनि दिन्छौं, हैन, बन्डिङ टिम बिल्डिङ एक्सरसाइजहरू पनि गर्छौं र कर्मचारीहरूलाई कसरी प्रोत्साहन गर्ने, नयाँ कल्चरमा कसरी ढाल्ने त्यो विषयमा हामी ट्रेनिङहरू पनि दिन्छौं। यही क्रमबाट र दुवै बैंकको कर्मचारीहरू एकै थलोमा काम गर्ने एउटा वातावरण बनाउनको लागि हामीले कर्मचारीहरूलाई मिक्स गरेका छौं। मर्जपछि बैंकले मुलुकको अर्ध शहरी तथा ग्रामीण क्षेत्रमा आफ्नो व्यवसाय विस्तार गर्ने योजना बनाएको छ, जसमा बैंकले त्यस क्षेत्रका साना तथा मझौला उद्यमी तथा व्यावसायिक कृषकहरूमा कर्जा प्रवाह गर्ने बताएको छ। हामीले एउटा टोटल माइन्डसेट नै चेन्ज गरेर अगाडि बढ्नु पर्ने अवस्था छ, किनभने अब हाम्रो पियर ग्रुप भनेको मझौला साइजको बैंकहरू भएन, ठुलो बैंकहरूको साइजसँग हाम्रो चाहिँ सबभन्दा बढी प्रतिस्पर्धा हुने अवस्था छ। त्यसैले हाम्रो आफ्नो आन्तरिक संरचना पनि त्यही अनुसार नै तयार गरेका छौं, जिम्मेवारी पनि त्यसै नै गरेका छौं। हाम्रो रणनीति चाहिँ अहिले तयार हुने क्रममा छ, त्यसको खाका मोडलेस तयार भइसकेको छ। आगामी दिनमा हामी अलिकति एग्रेसिभ रूपमा चाहिँ जान्छौं, तर त्यो भन्दैमा चाहिँ नि जोखिम राम्रोसँग बुझेर र जोखिमको व्यवस्थापन गरेर मात्र हामी अगाडि बढ्छौं। तर आगामी दिनमा चाहिँ हामी पक्का पनि अहिले देशमा भएका ठूला बैंकहरूसँग एउटा मजबुत प्रतिस्पर्धा गर्ने किसिमले हामी अगाडि चाहिँ बढ्छौं। यसरी बैंक तथा वित्तीय संस्थाहरू एक आपसमा मर्ज भएपछि पुँजीको वृद्धिसँगै कार्यक्षेत्रको विस्तार हुन्छ। पुँजी वृद्धि र कार्यक्षेत्र विस्तारका कारण बैंक तथा वित्तीय संस्थाहरूको व्यवसाय समेत बढ्ने गर्दछ। तर केन्द्रीय बैंकले मर्ज भएका बैंक तथा वित्तीय संस्थाहरूमा नियमित निरीक्षण भने गर्न जरुरी रहेको छ।
हामीसँग गैर आवासीय नेपालीहरूको क्षेत्रीय सम्मेलनको रिपोर्ट अझै बाँकी छ, तर त्यसभन्दा अगाडि छोटो कमर्सियल। राष्ट्रिय वाणिज्य बैंक पूर्ण सरकारी बैंक प्रतिष्ठित विश्वासिलो आफूलाई अब सुने विमल पहाड तराई मधुर गाउँ सहरको शिक्षित अशिक्षित धनी गरिब सबै जनताको राष्ट्रिय वाणिज्य ब्याङ्क। भविष्य कसलाई थाहा हुन सक्छ, कुनै पनि बेला आउन सक्छ। त्यसैले आजै सोचौँ, नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड मुलुकको पहिलो बीमा कम्पनी। सन् 1994 देखि सुरु भएको हाम्रो यात्रा, यही यात्राको एक कथा, आफूले आर्जन गरेको एक रुपैयाँ सुम्पियो विश्वासिलो संस्थालाई। फेरिँदै गए सालहरू, फेरिँदै गयो जीवनशैली पनि। आजको सफल उद्यमी, सफलताका कथाहरू अरू पनि छन्। अब कथा तपाईको एनबी ब्याङ्क, हामी सबैको ब्याङ्क। We present you a friend for your financial needs, who can take you to any restaurants you want, who can buy you anything you like, who can fly with you wherever you want, who can give you cash whenever you want, and feel secured with SMS alert of every transaction on your mobile phone. A friend in need is a friend indeed. Global IME credit cards, NIC Bank and Bank of Asia are now one. The bigger one, the better one, the stronger one, the power of being one. Introducing NIC Asia. Two big banks merged to become one giant. NIC Asia. एसियाली विकास ब्याङ्कले नेपाली युवाहरूलाई सिपमूलक तालिमका लागि 2 करोड अमेरिकी डलर दिने भएको छ। यस्तै लगानी वर्ष 2012-13 मा मुलुकमा 9 करोड 20 लाख अमेरिकी डलर बराबरको वैदेशिक लगानी भित्रिएको छ, जुन अघिल्लो वर्षको तुलनामा 2.85% कम हो। थप सामग्रीहरूको प्रस्तुति बिजनेस राउन्डअप। राष्ट्रिय आर्थिक तथा विकास अनुसन्धान परिषद नारिक नेपालले मोडल बजेट 2070 को 11औं संस्करण सार्वजनिक गरेको छ। राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गरी अर्थमन्त्री शंकर प्रसाद कोइरालाले सार्वजनिक गर्नुभएको 2070-71 को मोडल बजेटमा 315 अर्ब चालू खर्च, 67 अर्ब वित्तीय व्यवस्थापन, 107 अर्बको पुँजीगत खर्च, सावा भुक्तानी 20 अर्ब गरी 509 अर्ब रुपैयाँको बजेट प्रस्ताव गरिएको छ। यस्तै 368 अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएको उक्त बजेटमा 120 अर्ब रुपैयाँ बाहिरी सहयोगको अपेक्षा गरिएको छ। मोडल बजेटले संविधान सभाको निर्वाचनलाई पहिलो प्राथमिकतामा राखेको छ भने ऊर्जा, पूर्वाधार विकास, कृषि, पर्यटन, निर्यात प्रवर्धन जस्ता पक्षहरूलाई प्राथमिकतामा राखेको छ। यस मोडल बजेटका परिकल्पनाकार डाक्टर चन्द्रमणि अधिकारी हुन्। नेपालमा पूर्वाधार क्षेत्रमा लगानीका लागि गैरावेशीय नेपालीहरू इच्छुक रहेको स्विजरल्यान्डको जुरिचमा सम्पन्न 6औं युरोपेली गैरावेशीय सम्मेलनमा बताइएको छ। मुलुककै नमुनाको रूपमा तयार गरिन लागेको हेटौडा सुरुङ मार्गका लागि निर्माणाधीन कम्पनी नेपाल पूर्वाधार विकास कम्पनीले सम्पूर्ण गैरावेशीय नेपालीहरूमा लगानीका लागि उक्त सम्मेलनमा आह्वान गरेको थियो। त्यसैगरी सोही सम्मेलनमा नेपालको पश्चिमी क्षेत्रमा आएको बाढी प्रकोपका लागि 60 लाख भन्दा बढी रकम संकलन गरिएको बताइएको छ। यस्तै सम्मेलनमा मुलुकमा तोकिएको समयमा नै संविधान सभाको निर्वाचन सम्पन्न गरी आर्थिक विकासमा गैरावेशीय नेपालीहरूले पर्यटक, पूर्वाधार, जलस्रोत जस्ता क्षेत्रमा लगानी बढाउने प्रतिबद्धता पनि जनाए। गैरावासी नेपालीहरूले के कामहरू गरेको भन्दाखेरि हामीले आफ्नो क्यापासिटी अनुसार मैले भर्खरै पनि भने हामीसँग धेरै लिमिटेड रिसोर्सहरू छ, तर पनि हामी रहरले वा बाध्यताले विदेशमा बस्नु परे पनि हामी नेपालको लागि केही गर्न चाहन्छौँ भन्ने जुन भावना छ त्यो भावनालाई बुझेर सबै साथीहरूलाई चाहिँ समेटेर एउटा अभियानमा गोलबद्ध गर्न सफल भएका छौँ। गैरावासी नेपालीहरूले नेपालको विभिन्न क्षेत्रहरूमा पर्यटन, जलविद्युत, ब्याङ्किङ, सञ्चार, दूरसञ्चार आदि क्षेत्रहरूमा, स्वास्थ्य, शिक्षा आदि क्षेत्रहरूमा
पहिलेदेखि नै लगानी गर्दै आइरहेका थिए। यो अभियान सुरु भएपछि सानो सानो समूह मिलेर र एक्लैले र ठुलो समूहबाट पनि गैर आवासीय नेपालीहरू नेपालमा आर्थिक, बौद्धिक र सामाजिक क्षेत्रमा लगानीहरू गर्दै आइरहेका छन्। 2 दिनसम्म चलेको उक्त सम्मेलनले 7औं युरोपेली गैराविषय सम्मेलन स्पेनमा गर्ने निर्णय गरेको छ। यसैगरी नेपाल सरकारको बेल्जियम राजदूतावासको अगुवाईमा सम्मेलनमा आएका गैराविषय नेपालीहरूको एक समूहले अन्तर्राष्ट्रिय कानून अदालत हेगमा शान्तिको प्रतीक बुद्धको मूर्ति प्रतिस्थापन गरेका थिए। हिमालयन बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौँ जिल्लाको थानकोटको ज्योति आश्रममा आश्रित वृद्धाहरूलाई खाद्यान्न एवं दैनिक उपभोग्य वस्तुहरू सहयोग गरेको छ। उक्त आश्रममा 9 जना वृद्धाहरू आश्रित रहेका छन्। बैंक अफ काठमाडौँ लिमिटेडसँग आबद्ध विभिन्न महिला बचत खाताका ग्राहकहरूका लागि बैंकले महिला उद्यमशील कर्जा नामक नयाँ योजना ल्याएको छ। यस योजनामा सेवाग्राहीहरूले 3 लाख रुपैयाँसम्मको कर्जा 3 वर्षको अवधिका लागि पाउन सक्ने बैंकले जनाएको छ। बैंकले यस योजनामा बीमाको समेत सुविधा दिएको छ। बैंकको हाल मुलुकभर 51 शाखा 58 स्थानमा एटीएम र 8 एक्सटेन्सन काउन्टरहरू रहेका छन्। मनोकामना डेभलपमेन्ट बैंक लिमिटेडको 11औं वार्षिक साधारण सभाले इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, एटी फाइनान्स र भ्याली फाइनान्ससँग मर्जरमा जाने प्रस्तावलाई पारित गरेको छ। इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक र एटी फाइनान्सको विशेष साधारण सभापछि यी संस्थाहरूले एक आपसमा मर्जरका लागि केन्द्रीय बैंकमा स्वीकृतिका लागि जाने बताएको छ। यी 4 वित्तीय संस्थाहरू एक आपसमा मर्जपछि वाणिज्य बैंकको रूपमा कारोबार गर्ने जनाएको छ भने मर्जपछि संस्थाको चुक्ता पुँजी 2 अर्ब 20 करोड रुपैयाँ पुग्नेछ। देउराली जनता फार्मास्युटिकल्स प्रणालीले जीवन रक्षक औषधिहरू स्वदेशमै उत्पादन गर्ने उद्देश्यले निरोग डिभिजन सुरु गरेको छ। निरोग डिभिजन मार्फत हाड जोर्नी, मांसपेशी रोग र स्वास्थ्य जीवनशैली सम्बन्धी 20 प्रकारका औषधिको उत्पादन कम्पनीले सुरु गरेको हो। अन्तर्राष्ट्रिय प्रवृत्तिको प्रयोग गरी नेपालमा गुणस्तरीय औषधि उत्पादन गर्ने लक्ष्यका साथ निरोग डिभिजन सुरु गरिएको बताइएको छ। कम्पनीले यसअघि आरोग्य डिभिजन सञ्चालन गरिसकेको छ। नेपालमा धेरै यस्तो सेक्टर छ जहाँ चाहिँ हामी धेरै औषधि आयातै गरिरहेका छौँ। त्यो मध्ये हामीले देखेको मस्कुलोस्केलेटल सिस्टम भन्छौँ या चाहिँ पेन एन्ड इन्फ्लामेसनको म्यानेजमेन्टको कुरालाई चाहिने औषधिहरूको कुरा भयो, या अब बिस्तारै नेपाली जनमानसलाई पनि हेल्दियर लिभिङतिर प्रमोट गर्ने र अलिक स्वस्थ जीवनयापन गर्नलाई सहयोग पुग्ने त्यस्ता खालका प्रोडक्ट्सहरू नेपाली उपभोक्ता माझ ल्याउन चाहिँ देउराली जनता उत्सुक भएको हुनाले हामीले चाहिँ पहिलो कुरा त नेपालमा अहिले उपलब्ध हुन नसकेका या थुप्रै आयात भइरहेका औषधिहरूलाई आयात प्रतिस्थापन गर्ने उद्देश्यले यो औषधिहरू बनाएको हौँ भने नेपालको औषधि उद्योगले आफ्नो क्षमता विस्तार गरिरहँदा हामी विदेशी बजारमा जान मिल्ने खालको वातावरण तयार गरौँ, अर्थात् आफ्नो ग्राउन्ड वर्क इन्स्टिट्युसनल क्यापेबिलिटी, कम्पनीको आफ्नो अर्गनाइजेसनल क्यापेबिलिटी बिल्ड गर्दै त्यसको आधारमा नेपालमा बनेको औषधिलाई अरू विदेशी बजारहरूमा र विशेष गरी दक्षिण एसिया या दक्षिण एसियाभन्दा बाहिर जहाँ हामी कम्पिटिसन पनि गर्न सक्छौँ भन्ने हामीलाई अब लागिरहेछ र जहाँ चाहिँ हामीलाई लाग्छ अब बिस्तारै नेपालको एउटा चाहिँ एक्सपोर्ट कमोडिटिजहरूको अहिले प्रशस्त अभाव भएको बेलामा यो एउटा सेक्टर यस्तो पनि हुनसक्छ जसले नेपालको एक्सपोर्ट मार्केटलाई अलिकति राहत दिन सकोस्। यस देउराली जनता फार्मास्युटिकल्सले हालसम्म करिब 220 भन्दा बढी प्रकारका औषधि उत्पादन गर्दै आएको छ। कम्पनीले ISO 9001 र ISO 14001 दुवै प्रमाणपत्र प्राप्त गरिसकेको छ भने विश्व स्वास्थ्य संगठनको कुशल निर्माण प्रक्रिया WHO GMP प्रमाणीकरण समेत प्राप्त गरिसकेको छ। तर औद्योगिक वातावरण बन्न नसक्दा क्षमता अनुसार औषधि उत्पादन गर्न नसकिरहेको कम्पनीले बताएको छ। हाम्रो आफ्नो स्वयं देउराली जनताको मात्रै हेर्ने हो भने हाम्रो 10-15% ग्रोथ छ। त्यसलाई हाम्रो हिसाबले नेपालको अहिलेको इकोनोमीको हिसाबले 3-4% मात्रै ग्रो भइरहेछ। त्यससँग कम्पेयर गरेर हेर्ने हो भने हामी त्योभन्दा धेरै बेटर छौँ, 3-4 गुणाले राम्रो भयौँ। तर नेपालको इकोनोमी एक्सप्यान्ड हुन नसक्दा नेपालमा उत्पादनशील उद्योगहरूले अहिले चाहिँ फेस गर्नु परेका समस्याहरूलाई चाहिँ मूल्याङ्कन गर्दाखेरि हामी अपर्च्युनिटी लस गरिरहेछौँ। हाम्रो जति गर्ने सामर्थ्य थियो, जति राम्रो काम हामी गर्न सक्थ्यौँ, जति आफ्नो व्यवसायलाई चाहिँ बढ्ता राम्रो बनाउन सक्थ्यौँ या यसको एक्सपेन्सन गर्न सक्थ्यौँ, त्यो हामीले गरिरहेको छैनौँ र गर्न सकिरहेको छैनौँ। त्यो नसक्दाखेरि नेपालको समग्र आर्थिक विकासलाई चाहिँ मलाई लाग्छ हामी जस्तै सेक्टर्सहरूले ग्रोथ अगाडि लाने हो। देउराली जनता फार्मास्युटिकल्सले औषधिमा आत्मनिर्भर बन्दै आयात प्रतिस्थापन गर्ने लक्ष्य लिएको छ।
हामीसँग थप सामग्री अझै बाँकी छन्, तर त्यसभन्दा अगाडि पुनः छोटो ब्रेक। यो हो पेप्सी 2020। अब प्रत्येक बोतल पेप्सीको रातो घेरा भएको बिर्को भित्रको युनिक कोड 772 मा एसएमएस गरी हरेक दिन जित्नुहोस् 1 लाख, साथै बम्परमा जित्नुहोस् 20 लाख, रिभ्युजमा 20 लाख, जितौँ लाखौँ लाख। सुनौ बिहानी समय सुरु हुन्छ यात्रा, अलग्गै पहिचान बोकेर, अथक परिश्रम गर्दै, अप्ठ्याराहरू व्यवस्थापन गर्दै, आफ्नै कार्यमा तल्लीन भई बढिरहेछ अगाडि, सेवाभावले समर्पित भई। हामी गर्व गर्छौं यसरी नै तपाईको सेवामा समर्पित हुन पाउँदा। केस ब्याङ्क, पावर टु सक्सिड। साना साना प्रयास, अघि बढ्ने यो प्यास, यत्रो विरल सङ्घर्षले जित्ने खुलाका साथ, खुलेर हुने कैलाश विकास ब्याङ्क सधैँ अघि बढ्दै, हिमालको फेदीदेखि तराईसम्म, पूर्वदेखि पश्चिम महाकालीसम्म सबैलाई समेटेको छ। एचएनबी डेभलपमेन्ट ब्याङ्क लिमिटेड, कमिटमेन्ट फर रियल ब्याङ्किङ। ग्रामीण जनतामा खानेपानी र सरसफाइको कार्यक्रम सञ्चालन गर्दै आएको फन्ड बोर्डले सामुदायिक सहभागिता बढाउनका लागि जीविका जागरण जस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। यस्तै सम्पन्न आयोजनाहरूको बिमा गरी आयोजनाको दिगोपनमा पनि जनता स्वयंमा सहभागी गराइदिएको छ। जनताको आयोजना जनतालाई नै भन्ने फन्ड बोर्डको धारणा रहेको छ। एक रिपोर्ट। मागमा आधारित र सहभागितामूलक विकासको नयाँ अवधारणा अवलम्बन गरी खानेपानी तथा सरसफाइको कार्यक्रम सञ्चालन गर्दै आएको खानेपानी तथा सरसफाइ कोष विकास समिति फन्ड बोर्डले महिलाहरूको बचत भएको समयलाई आयमूलक कार्यमा उपयोग गर्ने हेतुले जीविका कार्यक्रम सञ्चालनमा ल्याएको छ। फन्ड बोर्डको कार्यक्रम सञ्चालनपछि महिलाहरूको औसतमा 3 घण्टा समय बचत हुने भएकाले बोर्डले उपभोक्ता समिति गठन गरी महिलाहरूलाई 33% अनिवार्य प्रतिनिधित्वको व्यवस्था गरिदिएको छ। महिलाहरूले आय आर्जनबाट 67% उत्पादनशील कार्यमा र 33% घरायसी खर्चमा रकम खर्च गर्ने गरेको बोर्डको तथ्याङ्क रहेको छ। विशेष गरेर उनीहरूलाई सशक्तिकरणतिर बढी जोड दिएको छ कि यसले, जस्तै बैंकमा सम्पर्क राखिदिन्छ, अनि उनीहरूले उत्पादन गरेको जुन वस्तुहरू छ त्यसको मार्केट पहिले नै सर्वे गर्ने, बुझ्ने र त्यसको अनि बजार व्यवस्थापनमा पनि यसले जोड दिन्छ। अनि त्यसपछि गएर फेरि टेक्निकल नो हाउ, उनीहरूलाई टेक्निकली साउन्ड गराउँछ। फन्ड बोर्ड मात्रै यस्तो अर्गनाइज हो जसले खानेपानी मात्रै होइन कि खानेपानी सहित अरू चाहिँ एप्रोचहरू पनि लानुपर्छ है, अरू कम्पोनेन्ट पनि लानुपर्छ भनेर हामीले सुरु गरेका छौँ। र यसमा विभिन्न किसिमका चाहिँ अब जस्तो गरेर तपाईँको इनोभेटिभ एप्रोचहरू गरेका छौँ। नन फर्मल एजुकेसनको क्लासहरू चलाउँछौँ होइन। अनि महिलाहरू सम्बन्धी मेनली डब्लुटिएसएसको प्रोग्राम भनेर चाहिँ महिलाहरू चाहिँ उत्पीडन महिलाहरूको चाहिँ जीवनस्तर माथि उठाउने कार्यक्रमहरू हामीले गरेका छौँ। र यसमा चाहिँ अब जीविका जागरण जस्ता चाहिँ कार्यक्रमहरू छन् भने इन्सुरेन्स र हामीले रेमिटेन्सको प्रोग्राम पनि सुरु गरेका छौँ एक दुई ठाउँमा। फन्ड बोर्डले ग्रामीण समुदायलाई सामाजिक र आर्थिक तवरमा सशक्तिकरण गर्नका लागि समुदाय आफैलाई आयोजना छनौट, तर्जुमा, निर्माण सामग्रीहरूको खरिद र वित्तीय व्यवस्थापन गर्नका लागि वातावरण बनाइदिएको छ। समितिद्वारा सञ्चालित आयोजनाहरू पारदर्शी, लागत प्रभावी, दिगो र समयमै सम्पन्न हुने भएकाले समुदाय नगद तथा श्रमको लगानी गर्न समेत तत्पर रहेको छ। यसरी स्रोतहरूमाथि समुदायको अधिकार तथा व्यवस्थापनले उनीहरूमा अपनत्वको भावना अभिवृद्धि गराइदिएको छ। अन्वेषणात्मक कार्यक्रममा हामीले यो जागरण को विषयलाई प्राथमिकताका साथ उठाएका छौँ र यो सायद नेपालमा यो क्षेत्रमा लाग्नेहरूमा पहिलो यो ग्रामीण खानेपानी नै यो अन्वेषणात्मक कामको लागि अग्रसर छ। अघि यसमा अब जस्तो
खानेपानी सम्बन्धी जति पनि क्रियाकलापहरू हुन्छन् त्यसमा समुदायको मान्छेहरू जागरुक रहेर, जस्तै त्यो खानेपानी योजनाको गुणस्तर भयो, अनि त्यसमा हुने आर्थिक चलखेलका कुराहरू भए, अनि त्यसमा संलग्न मान्छेहरू होइन संस्थाहरूको क्रियाकलाप भयो, त्यसमा उनीहरूले वाचडगको रूपमा हेर्छन् र खबरदारी गर्छन् एकातिर, अर्कोतिर समुदायलाई जागरुक पनि गर्छन् कि इनोभेटिभको अर्को चाहिँ हामीले इन्सुरेन्स पनि सुरु गरेका छौँ। यो इन्सुरेन्सले चाहिँ के हुन्छ भने तपाईँहरूको चाहिँ अब हामीसँग सबै कुरा हामीले चाहिँ निर्माण गरिरहेका छौँ, योजनाहरू विभिन्न नयाँ ठाउँमा योजनाहरू निर्माण गरिरहेका छौँ। त्यो निर्माण गर्ने बेलामा चाहिँ कतिपय ठाउँमा चाहिँ योजना चाहिँ सानोतिनो मर्मत र कुनै ठाउँमा बाढी पहिरो अथवा पहिरोहरूले गइरहेछ भने त्यो ठाउँमा चाहिँ हामीले चाहिँ तुरुन्तै त्यहाँ फन्डिङको व्यवस्था गर्न नसक्ने पनि अवस्था हामीसँग हुन्छ, भइरहेछ। त्यो स्थल चाहिँ भोलि गएर बाढी पहिरोले जोखिम भएको ठाउँमा आगलागी, विभिन्न स्ट्रक्चरहरूमा आगलागी जस्तो जङ्गलहरूमा हुन्छ हाम्रो चाहिँ विभिन्न स्ट्रक्चरहरू, अब ग्राभिटी फ्लोको स्ट्रक्चरहरू भने त्यो बेलामा चाहिँ आगोले पनि बचाओस् भन्नको लागि चाहिँ हामीले चाहिँ इन्सुरेन्सको एउटा चाहिँ पोलिसी ल्याएको छौँ। हामीले हाम्रो आयोजनाहरूमा चाहिँ इन्सुरेन्स पोलिसी ल्याएको छ। यो चाहिँ एकदमै नेपालमा चाहिँ हामीले नै सुरुवात गरेर नौलो एप्रोच हो र यो भोलि गएर जनताले चाहिँ आफूमा बर्डन लिने होइन कि बर्डन चाहिँ इन्सुरेन्स कम्पनीमा पठाइदिने उनीहरूको हुन्छ क्या। रिस्क बियरिङ आफू होइन कि इन्सुरेन्स कम्पनीलाई उहाँले रिस्क बियरिङ गराइदिनुहुन्छ। एकदमै नोमिनल सानो अमाउन्टले नन लाइफ इन्सुरेन्स भएको हुनाले चाहिँ प्रत्येक वर्ष रिन्युहरू गर्नुपर्ने हुन्छ। यसमा चाहिँ अलिकति गभर्मेन्टले पनि एउटा स्ट्रङली नियमहरू बनाइदिएर चाहिँ हरेक स्किमहरूलाई चाहिँ जस्तो अहिले पशु बिमाहरूको कुरा आइरहेछ भने त्यस्तै गएर चाहिँ वाटर सप्लाईको स्किमहरूलाई इन्सुरेन्स गरिदिएको खण्डमा चाहिँ कम्पलसरी बनाउने नियमहरू नीति नियम बनाइदिएको खण्डमा चाहिँ भोलि गएर गभर्मेन्टलाई पनि यो बर्डनबाट चाहिँ कम हुन्छ। यता समितिले खानेपानीको गुणस्तरको निश्चितताका लागि आयोजना सुरु गर्नु अघि गरिने सम्भाव्यता अध्ययन, आयोजनाको विकास चरण तथा निर्माण चरण गरी 3 पटक पानीको गुणस्तर परीक्षण गर्दै आएको छ। खानेपानीको गुणस्तर परीक्षण मुहानदेखि धारा हुँदै घरायसी प्रायोजनका लागि गाग्रीमा थापेको पानीमा समेत परीक्षण गरिन्छ। विकास चरणमा र निर्माण चरणमा दुवै चरणमा पानीको जुन गुणस्तर छ त्यो हामी ल्याबमै लगेर टेस्ट गर्छौँ र WHO को स्ट्यान्डर्ड अनुसार छ भने जनतालाई हामी त्यो पिउनको लागि हामी भन्छौँ र त्यो योजनालाई हामी पुरा गर्छौँ। यदि पिउन योग्य छैन भने त्यसमा पिउन योग्य बनाउने संयन्त्रहरू पनि निर्माण गरेर पिउन योग्य बनाउँछौँ। त्यति गर्दा पनि हुन नसक्ने रहेछ भने हामी त्यसलाई रोक्छौँ र अर्को विकल्प खोज्छौँ। त्यसरी हामी भनौँ न ल्याब टेस्ट नै गरेर WHO को स्ट्यान्डर्ड अनुसार नै पानी वितरण गर्नेतिर हामी अहिले अग्रसर छौँ। पोस्ट इम्प्लिमेन्टेसन फेजमा पनि यो गुणस्तरको कुरा चाहिँ जनता आफैले होइन चेक गर्न सक्ने हामीले बाटोहरू देखाएर उनीहरूलाई चाहिँ अगाडि बढाइरहेका छौँ। सन् 2014 को जनवरीबाट आफ्नो तेस्रो चरणको कार्यक्रम सञ्चालनको अन्तिम चरणमा पुगेको फन्ड बोर्डले खानेपानी तथा सरसफाइमा राष्ट्रिय लक्ष्य हासिल सहित आफ्ना कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउने सोच बनाएको छ। सरकारको लक्ष्य छ नि 2017 सम्म सबैलाई स्वच्छ खानेपानी भनेर र खानेपानी र सरसफाइको लागि जुन लक्ष्य राखेको छ सरकारले त्यसलाई हामीले यो ग्रामीण खानेपानीले पनि त्यसलाई सहयोग पुर्याउनको लागि हामी दत्तचित्तका साथ लाग्ने कुरा भइहाल्यो। त्यसमा हामीले अहिले जुन खाडल छ भनौँ न लगभग 3 अरब जतिको खाडल छ। लगभग 85% मान्छेहरूले खानेपानी पाए भन्नेले यो नेसनल जुन जनगणना भयो त्यसले दिएको रिपोर्टमा छ। तर त्यसमा सँगसँगै के भनेको छ भने 40% पानी जुन पुरै खतम छ त्यसलाई पुरै पुनर्निर्माण नगरेसम्म नहोला भनेर आएको छ कि यी सबै विषयलाई पनि एड्रेस हुने गरी र सरकारको लक्ष्यलाई पुरा गर्नको लागि हामी त्यो अनुकूल योजना निर्माण गरेर अगाडि जाने तयारीमा छौँ हामी। फन्ड बोर्डले खानेपानी तथा सरसफाइसँगै सञ्चालनमा ल्याएका जीविका, जागरण, आयोजना बिमा जस्ता अन्वेषणात्मक कार्यक्रमहरूले ग्रामीण जनसमुदायमा साँच्चै नै प्रभावकारी भूमिका खेलेको देखिन्छ। दर्शकवृन्द,
हाम्रो कार्यक्रमको निर्धारित समय सकिसकेको छ। म लगायत सम्पूर्ण युनिटलाई बिदा दिनुहोस्। नमस्कार।